प्यारा भाइ बहिनीहरू, आज स्कुलको आँगनमा उभिएर तिमीहरूका यी अनुहारहरू हेरिरहँदा मलाई ती दिनहरूको सम्झना आइरहेछ। जब तिमीहरू पहिलोपटक डराउँदै लजाउँदै यो कक्षा कोठामा छिरेका थियौ। आज तिमीहरू उड्न तयार चरा जस्तै भएका छौ, तर मेरो मन भने तिमीहरूलाई बिदाई गर्न अझै मानिरहेको छैन। मैले सधैँ भन्ने गर्थेँ नि, एउटा शिक्षकले आफ्नो विद्यार्थीको भविष्य मात्रै कोर्दैन, उसले समाजको हृदयमा आफ्ना लागि कहिल्यै नमेटिने एउटा प्रेमको स्थान पनि बनाउँछ। आज तिमीहरू जाँदै गर्दा मलाई महसुस भइरहेको छ, तिमीहरूले मेरो हृदयमा त्यो प्रेमको गहिरो छाप छोडेर जाँदैछौ। तिमीहरूले सोधेका ती अबोध प्रश्नहरू, तिमीहरूका साना साना सफलतामा हामीले मनाएको खुसी र कहिलेकाहीँ तिमीहरूलाई सम्झाउँदाका ती पलहरू, यी सबै मेरा लागि अमूल्य सम्झना बन्नेछन्। संसारको भिडमा तिमीहरू जहाँ पुगे पनि, जे बने पनि एउटा कुरा सधैँ याद राख्नु, तिमीहरूको सफलता नै मेरो सबैभन्दा ठुलो पुरस्कार हो। कहिलेकाहीँ बाटो बिरायो भने नहिचकिचाइ सम्झिनु कि तिम्रो गुरु सधैँ तिम्रो साथमा हुनेछ। तिमीहरूले केवल परीक्षा उत्तीर्ण गरेका छैनौ, तिमीहरू बिदाई भएर जाँदै छैनौ, तिमीहरू त मेरो जीवनको एउटा सुन्दर अध्याय पुरा गरेका छौ। जाऊ प्यारा भाइ बहिनीहरू, यो निलो आकाशमा आफ्ना पखेटा फिजाऊ, तिमीहरूको भविष्य उज्जवल होस्। यो स्कुलको गेटबाट बाहिर निस्कँदै गर्दा आँखामा आँसु होइन, ओठमा आत्मविश्वासको मुस्कान लिएर जाऊ। तिमीहरू जहाँ गए पनि मेरो आशीर्वाद र मेरो माया सधैँ तिमीहरूसँग रहनेछ। तिमीहरूलाई धेरै धेरै माया अनि सफल यात्राको शुभकामना।